So hello and welcome back everyone. So first of all, my YouTube channel. This is me, Sopal Singh Tamang, aka Bombs on New Day vlog. Our daily vlog सुरु भइसक्यो नि त. This is episode 2 of daily vlog. So केटा अहिलेको बजेको छ बिहानको 10 बजिसक्यो. म भर्खर उठ्दैछु. मुख पनि धुवाएन है. अब आज अलिअलि काम छ अनि त्यो काम नै गरेको नि देखाउनु पर्छ. आज वाइफाई हाल्नु पर्ने छ केटा. वाइफाई अलिकति स्लो भएर डाटा नचल्ने फेरि केटा भने वाइफाई त चाहिने थियो भ्याएको थिएन क्या. यता रुम यता सरेपछि पहिला एनटिसीको नेट थियो हामीसँग. एनटिसीको नहाल्ने भन्ने कुरा गरेँ क्या मैले चाहिँ. एनटिसीको राउटर छ तर नहाल्ने क्या. वर्ल्डिङ हाल्यो भने चाहिँ बाहिरतिर चलाउनु पनि मिल्छ नि त. त्यही भएर वर्ल्डिङ नै हाल्ने. अब मर्निङ भर्खर सुरु हुँदैछ. भर्खर उठेँ म. अब हक्स हानु बेसरी हगानु अनि पानी खाम पानी खाम अनि बेसरी हक्स हानु अनि त्यसै उठौँ साथीहरू. लगेर दिनको सुरुवात यसरी भइसकेको छ. अनि म चाहिँ जाँदैछु वाइफाई हाल्नलाई. वाइफाई चाहिँ वर्ल्डिङ नै हाल्ने कुरा गरेको छु क्या मैले चाहिँ. किनभने धेरै बेटर छ अरू वाइफाई भन्दा. म यता हेर्दिनँ मम्मी हाई भन्दिनँ. हाँसेर हाई भन्नु न. यता हेर्नु न. रिसाको नि के भ्लग हाल्ने हो र. यता हेर्नु कता हालिदिने हो यता. चायो बोकौँ. मेरो चाहिँ हेलमेट दुइटा है केटा. हेलमेटको कलेक्सनको नाममा दुइटा छ. के हो यो फेक 46 पाइलट 18+ अनि के हो यो. अनि यहाँ छ अर्को हेलमेट. लगेर त्यही हो. अबसम्म हेलमेट लगाएर चल्दैछ वाइफाईको लागि बुझ्नलाई. वर्ल्डिङमा चाहिँ 12 महिना तिर्यो भने 1 महिना एक्स्ट्रा हो जस्तो लागेको थियो. हो कि होइन लेट्स गएर बुझौँ के हुन्छ. बाइक छ यहाँ. बाइक झिकौँ अनि त्यसपछि बोलौँला. बाई बाई. लगेर कोल्ड स्टार्ट हुँदैछ. अब कोल्ड स्टार्ट भएपछि निस्किनुपर्छ. किनभने कोल्ड स्टार्ट भने चाहिँ के हो भन्दाखेरि यहाँ आरपिएम हुन्छ होइन. आरपिएममा यो 2100 हुन्छ क्या. 2100 देखि 3000सम्म भयो नि. 2100 भइरहेको हुन्छ सुरुमा स्टार्ट गर्दाखेरि. अनि यो घटेर 1900 आरपिएममा अड्काउनुपर्छ. के अरे पुऱ्याउनुपर्छ क्या. यो चाहिँ एफआई सिस्टम हो. एफआईमा चाहिँ के हुन्छ भन्दाखेरि उस हुन्छ क्या. अटो चोक हुन्छ क्या. अटो चोक हुन्छ. अनि त्यही भएर सुरुमा चाहिँ अटोमेटिक चोक तानिन्छ. अनि कोल्ड स्टार्ट राम्रो हुन्छ क्या. बुझेन. अनि त्यही भएर यो चाहिँ स्टार्ट गर्दाखेरि यो मात्र थिचे पुग्छ क्या. यो बटाउनु पर्दैन. अनि कसैले मेरो बाइक त्यो चलाउने बेला होइन स्टार्ट गर्ने बेला यो पनि बटाएर होइन मलाई रिस उठ्छ क्या. यो मात्र थिचे पुग्छ क्या. यो त्यही हो केटा. ज्ञानको कुरा तिमीलाई सबलाई दिइहाल्छ नि. त्यही हो केटा. अब निस्किने हो. अलिकति उता अलिकति नजिकै छ हस लागेको थियो त्यो वर्ल्डिङको त्यो उस हेरौँ गएर कहाँनिर छ. लगेर चल्दैछ. लगेर हामी चाहिँ वर्ल्डिङ अफिसमा आइसक्यो. अनि वर्ल्डिङ अफिसको लोकेसन कुरा गर्नुपर्दा यो के रोडै रोड छ क्या. हाइवे ठ्याक्कै भन्न आउँदैन क्या लोकेसन चाहिँ. यो गुडिसधारा यता भयो. यता कलङ्गी जानेपट्टि भयो. अनि यतैबाट आएको होइन. अब माथि जाउँ. लगेर अब माथि अफिसमै पुगेर भेट्छु. लगेर अब यहाँ चाहिँ वर्ल्डिङमा अब एकछिनमा कल आउँछ अरे. अब अहिले कल आएपछि लिन आउने चाहिँ मान्छे अब 1 घन्टामा आउँछ अरे बाइकमा. अनि बाइकमा आएपछि धक्का लगाएर बोलाउने घरमा. अनि जोइन गराउने होइन. अनि प्याकेजको कुरा गर्नुपर्दा चाहिँ पैसाको ट्याक्सको कुरा गर्नुपर्दा चाहिँ कुरा चाहिँ के रहेछ भन्दाखेरि अब 200 Mbps र 120 वर्ल्डिङमा 120 Mbps पनि रहेछ क्या. त्यो चाहिँ हिडन प्याकेज रह्यो क्या. अनि त्यही भएर 120 नै ठिक हुन्छ नि त दुईजना मोबाइलको लागि. अनि 120 Mbps चाहिँ सस्तै रहेछ. 9000 10,000 भनिदिउँ न. इन्स्टलेसनको लागि चाहिँ 10,000. पछि चाहिँ 9,500 हुँदो रहेछ. 9,500 त ठिकै हो जस्तो लाग्यो होइन. के हो अरूको 8,000 भइरहेको हुन्छ. अनि यहाँ चाहिँ 9,000. अनि त्यो बाहिरको वर्ल्डिङ पनि युज गर्न मिल्यो. अनि ड्युअल ब्यान्ड वाइफाई पनि भयो. त्यस राम्रो हुन्छ होला केटा हो. ल केटा म चाहिँ निस्किन्छु. अब अहिले फोन आउँछ भने त्यसपछि भेट्नुपर्छ. ल केटा बाई बाई. लगेर अब चाहिँ वाइफाईको त्यो मान्छेले कल गर्नुभएको थियो भर्खरै. अनि लोकेसन ठ्याक्क थाहा छैन कि यो के भन्ने भनेर. अनि
लोकेसन एक्ज्याक्टली थाहा नभएर मैले पुल छेउमा आउनु भनेको छु। पुल छेउमा लिन जाउँ। लेट्स गो। अब गएर मान्छे लिएर आएर इन्स्टल गरौँ है त वाइफाई आजबाट। वाइफाई लाग्यो। ल एउटा मोबाइलबाट मोटो भ्लग। दादाले मोबाइलबाट मोटो भ्लग हानिसकेको छ। अब जानुपर्ने चाहिँ त्यहाँ पुल छेउमै हो, नजिकै हो होइन। अब हेरौँ कहाँनिर आउनु भएको छ, कति टाइम लाग्छ। अब इन्स्टल गरौँ होइन। यसरी चलाइरहेको छ केटा। अघि रिस्की 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 केटा। बाई बाई। त्यसरी चलाउनु हुँदैन। केटा दाइहरू आउनु भइसक्यो वाइफाई हाल्नलाई। दाइहरू आउनु भइसक्यो। दाइ आउनु भइसक्यो वाइफाई हाल्नुलाई। यता भित्र हो दाइ राख्ने चाहिँ यता। यता फ्रिजमाथि राख्ने केटा। यहाँ फ्रिजमाथि राख्ने त वाइफाई। अब इन्स्टल हालेपछि हेर्नुपर्छ। वाइफाई चाहिँ यहाँ सेटअप भइसक्यो है। अब उतापट्टि फ्रिजमाथि राख्ने भने कुरा अलिकति मिलेन। पनि ठिकै छ। केटा दाइहरू जानु भइसक्यो। अब वाइफाई चलाइ हेरौँ कतिको फास्ट छ। फास्टै छ होला। हजुर राउटर त्यहाँ राखेको छ होइन। हजुर त्यहाँ राखेर राम्रो कि किचनमा त्यहाँ राख्यो भने बाहिर चल्दैन। त्यहाँ राखेपछि तिम्रो यतातिर पनि हुँदैन चल्छ। ठिकै छ। त्यो त जे त्यो फ्रिजमा राखेको छ रुमतिर पहिला त्यो चाहिँ मजाले भ्या। यहाँ बाहिर चाहिँ के हुन्छ नि बाहिर पनि हुन्छ। लकडा वाइफाई सेटअप भयो। अब भोक लागिसक्यो। आज पनि 12 भइसक्यो यार। लकडा अब हामी चाहिँ अब 2 बज्यो। 2 बजिसक्यो। अब खाना खान लागेको छौँ। म खाना लाग्यो। म पनि खाना लाग्छु। भोक लागिसक्यो यार। जहिले यस्तै हुन्छ यार केटा। हो के हो जहिले भ्याउँदैन भ्याइसक्यो। भर्खर खाना खान लाग्छ। अब 2 बजी केटा। खाजा कुरा गर्नुपर्दा चाहिँ आज चाहिँ मम्मीले खाजा के बनाउनु भयो भन्दैन न। ल केटा 2 बजी खाजा खाना खाएर अनि उखु खाजा खाँदैछौँ है हामीले। आज त के भन्ने यार केटा है भन्नु हो भन्नु। तपाईँले टिकटक बनाएन त किन नबना। कहिले कहाँ बनाउने सधैँ बनाउनु केटा। अब हामी चाहिँ अब खायो उखु खाएर सामान लिन जान्छौँ। त्यो फ्रेमहरू भित्तामा अड्काउने किल्लाहरू यताउति के लिन जान्छौँ। त्योहरू सामानहरू लिन जान्छौँ क्या। अब अनि चाहिँ अब ग्रोसरी टाइपको सपिङ के भन्छ त्यसलाई। ग्रोसरी त भन्दैन। जस्ट फ्रेमहरू अड्काउनु पर्ने छ क्या भित्तामा राख्नु पर्ने थियो। त्यो किन्न जान्छौँ। अनि त्यो किनेको ब्लग आउँछ। त्यही हो यो पछि। आजको दिन चाहिँ अल्छी लाग्दैछ क्या। त्यस्तो विधि इन्ट्रेस्टिङ छैन। अनि भोलि चाहिँ बाइक सर्भिसिङ गर्न जानुपर्ने छ। अनि दिपेश पनि भेट्नुपर्ने छ भोलि। दाँत उत्तिको बलियो हुनुपर्छ नि। ल केटा म चाहिँ उखु खाँदैछु है। दाँत जसको त दाँत बलियो बनाउनलाई उखु खानुपर्छ है। ए तलको दाँत सानो भएर चाहिँ कस्तो दुख्यो। सो कि त्यही हो। यत्तिको बलियो छ हुनुपर्छ केटा। है आजकल बच्चाहरूले सक्लाउँदा यसरी छोडाउनु। ए तिमी बच्चा है होइन क्या। अरू अहिलेको बच्चाहरू सानो सानो मतलब अहिलेको युथहरूले सक्लाउँछ। सक्दैन त उहिलेको बाजे हो नि त। के भन्छु के भन्नुहुन्छ केटा कमाइनु। ल केटा उखु चाहिँ यसरी खानुपर्छ। दाँत बलियो हुन्छ उखु यसरी चपाएर होइन। उखु चाहिँ जति काँडा भयो त्यति गुलियो हुन्छ हाम्रोमा। जति काँडो त्यति गुलियो। र क्या अब त्यो सामान किन्न जाँदाखेरि भेट्छु। लकडा अब चाहिँ हामी के खोइ के किन्ने चाहिँ चिल्ला के किन्नुपर्ने क्या। अनि त्यो किन्न जान्छौँ। अनि त्यही अब किनेकै भिडियो हुन्छ।
आज के हेर्नु आजको दिन चाहिँ अलिक झुर्नै भयो केटा आजको भ्लग चाहिँ त्यही पनि लास्टमा हेर्नु ल होइन हेरौँ हाम्रो केटा ऐना खाए Oh my god ड्रेसिङ के अरे ड्रेसिङ रुम ड्रेसिङ रुम छ क्या हाम्रो घरमा तिमीहरूको घरमा छ घरमा पनि ड्रेसिङ रुम हुन्छ भने अचम्म पऱ्यो होला ड्रेसिङ रुम तिमीहरूको घरमा छ कि नै केटा घरमा चाहिँ फुल हेर दसैँको फुल अहिले फुल कस्तो राम्रो देखेँ यहाँ Oh my god लगेर आज चाहिँ मम्मीले भ्लग बनाउने है मम्मीको भ्लग सुन्नु भइरहेको के भन्नुहुन्छ कहाँ जान्ला के गर्ला भन्ने भन्नु ओके इङ्ग्लिसमा ल अलि माथि सिधा कहाँ जान्ला भन्नु हामी त साथीकोमा जानु लाग्यो अनि साथीकोमा गएपछि हामी चाहिँ अनि सामना अलिअलि किन्नु छ किचनको के बोल्ने हो र बोलिरहेको छु त होइन गाइस के सामान किन्नु सामान त अब के किने सबै चाहिन्छ सबै किन्नुपर्छ नि हो त्यो त नामहरू झ्यालमा के अरे झ्यालमा जाली हाल्नुपर्छ झ्यालमा होइन मोबाइल झऱ्यो नि त अनि त्यस पछाडि अब धेरै छ किने चाहिँ त्यति हो भन्नु के अब के भन्ने अब त्यस हामीलाई अहिले कोठा सर बिगाएर सामान केही किनेको छैन धेरै सामान किन्नु छ ओके बाई बाई गाइस अहिलेको लागि बाई बाई गाइस एउटा आमा र म चाहिँ यहाँ चोकमा आएको सामान किन्नलाई जाली किन्नलाई आएको अनि यहाँ यसो वरिपरि हेरेँ सबैजनाले छोरी लिएर हिँडेको छ सामान किन्नलाई म चाहिँ यहाँ मम्मीले होइन आमाले सबै आमाले हेर्नु नि त्यहाँ छोरी लिएर हिँडेको तपाईँले चाहिँ म छोरा बसेर हिँडेको छोरा भने यही छोरी भने नि यही गरी खाए पनि यही गरी नखाए नि यही है के हो केटा यता जाली पाएन उता चोकमा जाने केटा हामीले जाली पाएन जालीको साटो अब ग्रोसरी सपिङ जाली र किल्ला अहिले किन्नुपर्छ जाली चाहिँ पाउँदैन ल केटा यहाँ चिरा के लिने मम्मीले अब च्याप्प तिराउने हो के तिराउने यस्तो हुन्छ केटा बिगमार्टमा आएपछि चाहिँ जे कुरा लिम अब हेर यो लिन मन लागिसक्यो मलाई अनि यो पनि लिन मन लाग्यो भर्खरै फेरि भर्खरै हेर्दा मम्मीलाई यहाँ पिठो लिन मन लाग्यो किन हो रोटी बनाउने हो केटाहरू अब यहाँ हेर्दा मलाई यहाँ मिट मसला किन्न मन लागिसक्यो के हुन्छ हो यो माटोमा आएपछि चाहिँ हस् केटा मिल्दैन अरे बाई बाई केटा हो हामीले चाहिँ ग्रोसरी गरेर आयो हामीले चाहिँ खास गरी चाहिँ जालीहरू के किन्ने प्लान थियो लास्टमा चाहिँ योहरू अनि योहरू यो दुइटा चाहिँ मेरो हो यो मेरो होइन अनि यो मेरो अनि त्यहाँ सिरम नै छ है नि मेरो सिरम लगेर हेयर सिरम दादाको कपाल कसरी कर्ले भए भन्नलाई राज यही हो होइन केटा यसले चाहिँ साइनिङ मात्रै गऱ्यो भने मैले चाहिँ यति सामान किनेँ मम्मीको सामान यति भाँडा बस्ने जोट दाल अनि फुरनदाना साग आज साग खाने केटा हो ल केटा आजको दिन चाहिँ यस्तै भयो होइन त्यही बिजी अब वाइफाई हामीले यताउति दौडे त्यही खाना नै आज हामीले कति बजी 2:30 बजीतिर खायो भनेपछि सोच्न सक्नुहुन्छ कस्तो चाहिँ बिजी होला मेरो डेली लाइफ भनेर केटा अब खाना खाएपछि अब द्याट्स द एन्ड अफ भिडियो भन्ने टाइम आउँछ
ल अहिले खाना बेला भेट्छु केटा हो त्यही हो आज अलिअलि एडिट गरियो सानोतिनो एडिट साथीको भिडियोहरू एडिटहरू यताउति गरिन्छ नि त्योहरू गरियो त्यही हो आजको लागि केटा हो चिज बल खाना चाहिँ त्यही पढ्यो झटाउनु भएको छ लुगा केटा मलाई चाहिँ यो चिज चाहिँ करेन्टको चाहिँ यो दुइटा चाहिँ एकदम फेभरेट लाग्छ क्या तपाईँहरूलाई मनपर्छ मन पर्दैन एकचोटि चाहिँ यो ट्राई नै गर्नुपर्छ यो चाहिँ यो जन्तु चाहिँ एकदम रिसर्च चाहिँ गर्नुपर्ने किन यस्तो मिठो भनेर तर पहिला जस्तो मिठो आउन छोडेछ हल्का मसला कम आउँछ चिज बल पनि खै चिजको अमाउन्ट चाहिँ ठिकै छ बलको अमाउन्ट चाहिँ अलिक कम भए कस्तो लाग्यो चिज बल हामी मोमो कहिले बनाएर खाने तिहार पछाडि मोमो बनाएर खानुपर्छ एक दिन तिहारको ब्लग के तिहारपछि मोमो ब्लग पनि आउँछ अनि तिहारको ब्लग पनि आउँछ होइन र त्यही हो केटा यति हो म फेरि डोभले नुहाउँछु है मेरो एक्सले रिकमेन्ड गरेको स्याम्पू हो यो चाहिँ कीहरू राख्नलाई जस सामानहरू अड्काउनलाई हुन्छ नि त्यो गर्नलाई हो के हो कस्तो भयो त आजको दिन कस्तो थकित हो के हो त्यही हो खाना पकाउनु चाहिँ खानै सुत्ने आज त ब्लगै त्यही हो छोटो भयो केटाहरूलाई ल केटा आजको डिनर चाहिँ अब यस्तै भयो है सरी आजको डिनरमा चाहिँ के छ हाम्रो फुरनदाना छ होइन अनि के भयो स्विच चाहिँ भएन यार क्यामेरा स्विच भएन भयो फुरनदाना छ अनि तरकारी यो साग तरकारी भइहाल्यो खाना पनि खानुपर्छ खाना चाहिँ म मात्र खान्छु के हो भने मम्मीले साग बनाउनु भएको यो बिहानको भयो यो फुरनदाना अलि धेरै नै डिटेल भयो क्या भ्लगमा ल केटा अब खाना पनि छ अनि यो चाहिँ आजको सर्ट डिनरभन्दा अगाडिको के भन्छ स्टार्टर अनि मम्मी चाहिँ खाना खाने र डाइटिङ रे म चाहिँ खाना खाने सो ल गाइज द्याट्स द इन्ड अफ द भिडियो एन्ड थ्याङ्क यू गाइज फर वाचिङ टिल इन नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु नहुनु होला अनि पुरानो हुनुहुन्छ भने त्यो नोटिफिकेसनलाई अलमा राखिदिनु होला भिडियो हाल्ने बित्तिकै तपाईँको टङ्ग बजिहाल्छ तपाईँले थिचेर हेरिहाल्नुहुन्छ यस गाइज द्याट्स द इन्ड अफ द भिडियो बाई बाई गाइज